यो 5 जनामा छानेर 2 जनालाई अलग छुटाउन सकिन्छ, विमल गुरुङ र सुभाष घिसिङ, किनभने यो 2 जनै चाहिँ मुभमेन्टबाट आयो, ओके, रेभोल्युसनबाट आयो। रेभोल्युसनबाट आउने र खालि इलेक्सनबाट आउने मात्रै मान्छेमा आकाश पतालको फरक हुन्छ। त्यसले गर्दा इलेक्सन पनि होइन, त्यो पनि छोडिदिउँ जसरी होस्, तर जनक्रान्तिबाट आउने व्यक्तिलाई त्यो अन्डरस्ट्यान्डिङबाट आउनेहरूसँग तुलना गरेर उनीहरूको ओहदा झारिदिनु हुँदैन। हामीले यो समाजको लागि पनि यो एउटा नराम्रो कुरा हो। ओके, कि हामी तुलना गर्छौँ आकाशमा भएको लेभलमा। अब जे गरोस् न, उटपटाङ त हिटलर पनि थियो नि, के अरे इडी आमिन पनि थियो, संसारमा मोदी पनि उटपटाङ छ, ट्रम्प झन् उटपटाङ छ होइन। अन्त यस्ता उटपटाङहरू त प्रशस्तै छन् है।